विजयादशमी तिहार छठको सबैजनालाई शुभकामना र नेपाल सम्बत नुदया भिन्तुना। अब यस्तो महान अवसरहरूमा हामीले सबैजनाले, तपाईले, मैले, हामी सबैले केही प्रणहरू गर्यौं भनेदेखि चाहिँ राम्रो हुन्छ। जस्तो हामीले स्वस्थ रहने उपायहरू गर्नुपर्छ। अब स्वस्थ भन्नाले शारीरिक स्वस्थ, मानसिक स्वस्थ र सामाजिक स्वस्थ भन्ने हुन्छ। र शारीरिक स्वस्थको लागि हामीले रेगुलर एक्सरसाइजहरू गर्ने बानी गर्नुपर्छ। त्यस्तै अब खानपिनहरू प्रशस्त पानी पिउने बानी गर्नुपर्छ र फाइबर डाइटहरू खानुपर्छ, रेसादार चिजहरू, फलफुल सागसब्जीहरू, र यसलाई चाहिँ रेगुलर ह्याबिट बनाउँदै जानुपर्छ। त्यस्तै मानसिक स्वास्थ्यको लागि हामीले रेगुलर मेडिटेसन अथवा चाहिँ योगहरू गर्ने बानी गर्नुपर्छ र सामाजिक रूपमा हामीले स्वस्थ हुन समाजमा मिलेर बस्नुपर्छ, अरू मान्छेलाई राम्रो चिताउनुपर्छ, कोही प्रति रिस राग लिनु हुँदैन र क्षमा दिने बानी गर्नुपर्छ। त्यसले गर्दा हामी स्वस्थ बन्छौँ। अब त्यस्तै हामीले राम्रोसँग पढ्ने बानीहरू, विभिन्न किताबहरू रेगुलर रूपमा पढ्ने बानी गर्नुपर्छ। त्यस्तो किताबहरूबाट हामीले धेरै कुराहरू लर्न गर्न सक्छौँ। जस्तो उदाहरणको लागि अब एटमिक ह्याबिट्स भन्ने किताब पढ्यो भन्दाखेरि चाहिँ यसमा आफ्नो बानीहरू, राम्रो बानीहरूलाई कसरी ह्याबिटको रूपमा गर्ने, नराम्रो बानीहरूलाई कसरी छोड्ने भन्ने सिकिन्छ। त्यस्तै अब गोल्डन रुल्स भन्ने किताबहरूले कसरी चाहिँ जीवनमा चाहिँ राम्रो गर्ने त, जस्तो आफूले अरूलाई राम्रो गर्यो भने अरूबाट पनि आफूले राम्रो नै पाइन्छ भन्ने छ। कन्फिडेन्सहरू कसरी गर्ने, कसरी ह्याप्पी हुने, कसरी चाहिँ सुख शान्ति पिसफुल हुने भन्ने कुराहरू सिक्न पाइन्छ। त्यस्तै अब रिच ड्याड पुअर ड्याड भन्ने गर्यो भने आफ्नो पेसाको विभिन्न मान्छेले कसरी धनी बन्ने, कसरी चाहिँ एसेट्सहरू बढाउने, लायबिलिटिजहरू घटाउने भनेर सिक्दै जान सकिन्छ। त्यसैले यो कुराहरू हामीले बानी बेहोरामा परिवर्तन गर्दै गऱ्यौँ भनेदेखि एउटा चाडपर्व मनाएको पनि अवसरको रूपमा हुन जान्छ। धन्यवाद।